जहाँ खेलाडीहरू रिटायरमेन्ट पछि कमेन्ट्री बक्समा बसिरहेका हुन्छन्, त्यही उमेरमा रोनाल्डो अझै इतिहास लेख्न खोजिरहेका छन्। पोर्चुगल प्रतिभाले भरिएको देश हो, तर विश्वकप ट्रफी भने ऊबाट सधैँ टाढै। लुइस फिगो, डेको र अन्ततः क्रिस्टियानो रोनाल्डो। रोनाल्डोले केवल गोल गरेनन्, उनले पोर्चुगलको मेन्टालिटी नै बदलिदिए। 2016 मा युरो कप, 2019 मा नेसन्स लिग, पोर्चुगल अब अन्डरडग थिएन, उनीहरू च्याम्पियन बनिसकेका थिए। तर एउटा सपना अझै मधुरो छ, त्यो हो विश्वकप। हेर्दै गर्नुहोला, सुन्दै रहनुहोला नवदिशा।